विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। शपथ ग्रहण लगतै मन्त्रालय पुगेर पुनले पदभार ग्रहण गरेका छन्। आगामी 3 वर्ष आफ्नो सम्पूर्ण समय मुलुकको प्रविधि र नव प्रवर्तन क्षेत्रको विकासको लागि समर्पित गर्ने घोषणा गरेका छन्। पदभार ग्रहण गर्ने क्रममा मन्त्री पुनले आफू 5 वर्षे सरकारको पुरै कार्यकाल भर पदमा नरहने स्पष्ट पारे। उनले भने, म यो पदमा 3 वर्ष मात्र रहन्छु। अबको 3 वर्ष रात दिन नभनी देशको विकासको लागि काम गर्ने हो। यो मन्त्रालय नयाँ स्थापना भएकाले सुरुवाती चरणमा यसको बलियो जग बसाल्न आवश्यक रहेको उनको भनाइरहेको छ। प्रविधिको क्षेत्रमा तीव्र विकासको लागि काम गर्नु पर्नेमा जोड दिएका छन्। ढिला हिँडेर हामी सही गन्तव्यमा पुग्न सक्दैनौ। मन्त्रालयको आवश्यक संरचना र आधार खडा भइसकेपछि म पदबाट बाहिरिन्छु। यो जिम्मेवारी युवा पुस्तालाई हस्तान्तरण गर्नेछु। पुन